यो स्कोरबोर्ड हेरेपछि बसमा केही भन्दिनँ। झोला बोक्नुहोस् नेपाली टिम, सिधा नेपाल फर्केर आउनुहोस्। काम छैन, केही पनि छैन साथी हो। अब दुईवटा गेम म्याच बाँकी छ, स्कटल्यान्डसँग र वेस्ट इन्डिजसँग छ। वेस्ट इन्डिजसँग त इम्पोसिबल हो म्याच होइन। जो चाहिँ आजको म्याच जित्ला भन्ने आश थियो तिमीहरूलाई, चाहिँ आज हामीलाई भनौँ हामीलाई धोबी पछाड गरिदियो इटलीले। मोमोको भन्दा नि के अरे पिज्जाको पावर धेरै छ भने चिज खाएको पावर देखाइहाल्यो तिनीहरूले। हाम्रो भित्र बोसो आएको काम छैन, तिनीहरूले चिज खाएको पावर देखाइहाल्यो इटलीले होइन। अब गाह्रो छ साथी हो। भ्यालेन्टाइन विक त यत्तिकै पनि बर्बाद भयो भनेर बसिरहेको थियौँ। क्रिकेट छ, नेपाली टिमले बबाल गर्ला भन्ने बिजोग गरे यार त आज त सेट भारी बिजोग गरे यार इटलीले त आज त नेपाललाई भारी बिजोग बनाइदियो। ओहो अल आउट 12 ओभरमा कम्फर्टेबल्ली जित्यो यार गेम। कस्तो दामी जित्यो यार इटलीले, कस्तो बल खेल्यो। वाट अ नाइस प्ले यार। जे होस् आज पिज्जा खाएको र चिज हालेको, चिजको दम देखायो नेपाललाई। मोमोको भाइ बोसोको काम छैन भाइ, चिज खाएको दम छुट्टै छ भनेर पावर बल देखायो यार।